वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी जलजलका यात्रा छ अहिलेको 2 बजेबाट। अब चाहिँ घरमा अलिअलि टुसीको अवस्था छ। अब यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ जलजलाको। बिचबिचका यात्राहरू सबै देखाउने छु। 5 फेरा गई होइन, लास्ट फेरा होइन। भाइ अब के भन्न छ अहिले यात्राको? लाइक सब्सक्राइब माई ब्रदर्स च्यानल। ल हामी चाहिँ कहाँको यात्रा? जलजलाको यात्रा ल है। अहिले चाहिँ कति बज्यो? 2 बजिसक्यो। हामी चाहिँ घरदेखि हिँडिसक्यौँ। ल यात्रा सुरु हुँदैछ। हामी चाहिँ बाटो क्लिपहरू देखाउनेछौँ। ल अहिले चाहिँ हामी चाहिँ यो तिरामदेखि मुनि आइपुग्यौँ। जसपुरको नजिक आइपुग्यौँ। र चाहिँ अब चाहिँ झन्डा हालेर नेपालको झन्डा यसो फरफराउँदै हाम्रो जलजलाको यात्रा सुरु भइसकेको छ। त्यहाँबाट चाहिँ आज हामी कहाँसम्म पुग्छौँ? अब बिस्तारै जान्छ। भतारमा जान्नौँ। राम्रो ठाउँ हिजोको रातिको पानीले आज चाहिँ दिएको छ। आधा घन्टा भित्र तल र रोल्पाको सिमानानिर क्रस गरेर अहिले चाहिँ हामी रोल्पाको एरियातिर छौँ। अहिले चाहिँ प्युठानको एरिया यो चाहिँ यो प्युठान पनि होइन, यो पालि पुलपारीदेखि चाहिँ उता पारीको डाँडा चाहिँ प्युठान, यो चाहिँ रोल्पा हो। कस्तो भइरहेको छ? ठिकै भइरहेको गर्मीमा है। यहीतिर अलि चाहिँ उकुस मुकुस भएको अहिले चाहिँ यो नलाउने अप्ठ्यारो दियो। ल अब 1-2वटा फोटो चाहिँ हानौँ। अहिले चाहिँ हामी सुलिसर आइपुग्न लाग्छौँ। त्यहाँ सुलिचोर कटेर हामी सुलिचोरदेखि अब लिमानतर्फ जाँदैछौँ। अब लिमानको यात्रा यहाँबाट चाहिँ सुरु भइसकेको छ। ग्रुप चाहिँ आउँदैछ। गऱ्यो क्या? छैन नआउँछ भयो। बाइकलाई पनि एकछिन रेस्ट दिएर चाहिँ हामी नास्ता खाएर मन्तव्यतिर लाग्नेछौँ। ल नास्ता खाएर चाहिँ त्यो कागजहरू चाहिँ एक ठाउँमा जम्मा गरेर 10 मिनट लगाएर हाल्नुपर्छ। यहाँ बाटोमा चाहिँ सरसफाइ चाहिँ एकदम राम्रो रहेछ। यहाँको चाहिँ फोहोर चाहिँ नगरौँ भनेर सरसफाइ चाहिँ ठिक हो।
हामी थवाङको यात्रा गर्नेछौँ र चाहिँ मजाले अहिले मासु लिएर मासु भुटेर चट्टा मासु भात खाने प्लानिङमा हामी चाहिँ फ्रेस हाउसतिर जाँदै गरेको चाहिँ अब घरतिर गएको दृश्य खाना पनि आइसक्यो है खाना पनि आइसक्यो र चाहिँ हामी चाहिँ अब इभिनिङको खाना चाहिँ खाँदैछौँ चाहिँ अब हाम्रो घरटी गाउँमा आएर खाना खाँदै गरेको यहाँ पनि भलाघरै हुनुहुन्छ पदमले बनाएको मासु होइन बनाएको मासु गइसक्यौँ र थवाङ एरिया चाहिँ अब यहाँबाट चाहिँ मेन ठाउँमा पुग्नुलाई चाहिँ टाइम लाग्छ होला बाटोमा यति राम्रो दृश्य यहाँको अब ब्युटिफुल नेचर देखेर चाहिँ हामी हल्का रेस्ट गरौँ भनेर नै बाटोमा रेस्ट गरेको अब बाइकको हालत चाहिँ त्यस्तै हो बाटो चाहिँ एकदम अफरोड नै छ है बिचबिच चाहिँ राम्रो छ तर ठाउँ ठाउँमै अफरोड नै छ खोलाको तिरैतिर आनन्द ठाउँ छ यहाँ चाहिँ अब यहाँको चाहिँ हेर्नुहोस् यहाँको गाउँहरू यहाँको घरहरू एकदम खोलाको तिरैतिर बाटो चाहिँ एकदम असाध्यै एकदम कस्तो भइरहेछ यार लगायत एकदम बवाल सोचे भन्दा धेरै राम्रो बाटो यता घरते गाउँदेखि यता आउने बेला चाहिँ अलि नराम्रै छ अब तर बिचमा बनाउँदै पनि बिचमा फेरि ठाउँ हेर्दै रमाइलो ठाउँ छ रमाइलो भइरहेछ ल अब चाहिँ जल्जा लगाएर एकदम रमाइलो गर्नुपर्ने हुन्छ हामी चाहिँ अब बिस्तारै बिस्तारै रेस्ट गर्दै अगाडि बाटो यो बढाउन खोज्दाखेरि बिग्रिया रहेछ नत्र पुरानो बाटो हेर्नु न पार्टीतिर S24 हो नि त S24 यता गोप्रो यता ल हामी चाहिँ अब एकछिन बिहानको अब टाइममा चाहिँ खाली पेट हिँडेको थियौँ र बिहान चाहिँ खाली पेट भन्दा पनि ब्ल्याक टी खाएर हिँडेको थियौँ र अहिले बाटोमा आएर चाहिँ हामीले बिस्कुट खाँदैछौँ अब हेभी फुड नखाऊँ भनेर नै चाहिँ अब सिम्पल नास्ता गरेर हामी थपाङको यात्रातिर गर्दैछौँ र यो चाहिँ अहिले सब साथीहरू नास्ता गर्दै मिठो छ बिस्कुट चाहिँ हिउँ त देखिरहन्थ्यो यो त असिनमा राति परे जस्तो छ गाइस हेर हिउँले पदमलाई हिउँले यहाँ हिउँले चाहिँ एकदम रमाइलो गरिरहेको
कहाँ थियो कि हामीले चाहिँ अहिले हिँड्दाखेरि चाहिँ बाटोमा लगभग हिउँ जस्तै अब सिधो कहाँ देखिसक्यो। कहाँ गएको धमिल पानी त्यो तलतिर धमिल पानी त्यो सडक निर्माण देखेनस् त्यही हो अचाल त्यस्तो ल यो राति चाहिँ यहाँ हिउँ परेको रहेछ। मैले देउचाउनु त एकदम रमाइलो एकदम धेरै एक्साइटेड आम ए केटा कस्तो भइरहेछ हौ ल तर पनि हिउँ परे जस्तो फिल भइरहेछ क्या। तर फोटो हान्ने हो कि एक्साइटमेन्ट चाहिँ एकदमै छ। ल ठिक छ। अहिले चाहिँ हामी गन्तव्य ठाउँमा अझै पुगेको छैनौँ तर चाहिँ हामीले चाहिँ यहीँ त्यो त फेरि यस्तो नि होला नि त घामले सास बिहान छिटो भेटेर नि हो कि हो के हो भेडा बस्ने ठाउँ रहेछ भेडा बिचरा भेडा चाहिँ यस्तै चिसोमा नि बस्दो रहेछ यतातिर हिमालको भेडा चाहिँ तल भेडा भेडीको है पुरै सेतै छ। हामीलाई हिउँ परेको फिल अहिले भइसक्यो। हामीले त्यो मजा लिइसक्यौँ। अब मान्छे बस्ने चाहिँ यस्तोमा रहेछ हिउँ परे त्यहाँ चाहिँ सुत्नलाई रातिको है हात काठ्या छ जग्गाला के हुने यहाँबाट चाहिँ घरबाट देखिन्थ्यो भने यो सिस्ने हिमाल यहीँ आएर चाहिँ लबाट देखिने बबाल हिमाल पुग्नु लागि र यहाँबाट चाहिँ थवाङ बजारको ब्युटिफुल ठाउँको सर्ट क्लिप्स देखाउने छु।